यो महिलालाई एकपटक हेर्नुहोस्। हामीले बेला बेलामा हाम्रो समाजमा देख्ने यो दृश्य तपाईँलाई यो के भएको होला जस्तो लाग्छ? मलाई अझै पनि याद छ, म 10 वर्षको हुँदा मेरो घरबाट मलाई एकजना व्यक्तिकोमा लैजानु भएको थियो, जसले भविष्य देख्न सक्छन् भन्ने हाम्रोतिर निकै चर्चा थियो। ती व्यक्तिकोमा पुगेपछि हामी एउटा सानो कोठामा बस्यौँ र पूजा सुरु भयो। पूजा सुरु भएको केही मिनटमै ती व्यक्ति जोर जोरले हल्लिन थाले। आँखा ठुला ठुला पारेर मलाई हेर्न थाले अनि मलाई तँ तेरो भन्दै बोल्न थाले। मात्र 10 मिनट अगाडि कोठा बाहिर चिया पिउँदै बसेका उनी अचानक यस्तो व्यवहार गर्न थाले कि त्यहाँ भएका सबैले हात जोडेर माता छोड्नुभयो भन्दै नमस्कार गर्न थाले। तर मेरो सानो दिमागमा भने एउटै प्रश्न आयो, यो मानिसलाई के भएको होला? नेपालमा धेरै मानिसहरू यसलाई देवी चढेको भन्छन्, अनि कोही भने यो सब नाटक हो, मानिसलाई ठग्नको लागि गरेको भन्छन्। तर यो विषय यति सरल भने छैन, बरु हाम्रो समाजको आस्था, विश्वास, मनोविज्ञानसँग जोडिएको छ। हाम्रो मस्तिष्कमा हाम्रो व्यवहारको चित्रण सधैँ ब्ल्याक एन्ड व्हाइट हुँदैन। यसका धेरै सेड्स अर्थात् छायाहरू हुन्छन् र यो पनि यसैको अनौठो पाटो हो। यसलाई ट्रान्स स्टेट भनिन्छ, मानिसहरूको दिमागले आफै सिर्जना गर्ने एउटा विशेष अवस्था। जब कुनै व्यक्तिलाई अत्याधिक तनाव, डर, आशा वा आफू वरपरको भिडको ऊर्जा एकैचोटि महसुस हुन्छ, तब उसको दिमागले सामान्य नियन्त्रण छोडिदिन्छ। यो मनोवैज्ञानिक रूपमा डिसोसिएसन हो। जस्तै तपाईँले कहिलेकाहीँ फिल्म हेर्दा वा गीत सुन्दा आफैलाई बिर्सिनुहुन्छ। त्यसरी नै धार्मिक वातावरण, लगातार बाजा बजेको, मन्त्र पढेको आवाज, सङ्गीत, गहिरो विश्वास र भिडको दबावले गर्दा केही मानिसको व्यवहार अस्थायी रूपमा परिवर्तन हुन सक्छ। उनीहरूको आवाज बदलिन सक्छ, शरीर काँप्न सक्छ र आफूभित्र अर्को शक्ति आएको अनुभूति हुन सक्छ। केही मानिसहरूलाई यसले ठुलो राहत दिन्छ। कसैले रिस वा दुःख मनमा गुम्साएर राखेका छन् भने उनीहरू ट्रान्स स्टेटमा गएपछि कराएर, नाचेर वा रोएर सबै बाहिर निकालिदिन्छन् र मनको फोहोर बाहिर निस्कन्छ। तर समस्या तब सुरु हुन्छ जब समाजले यसलाई देवी चढेको भनेर स्वीकार्छ अनि केही चलाक मानिसहरूले यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्छन्। कति मानिसहरूले यो ट्रान्स स्टेटलाई व्यवसाय बनाएका छन्। एउटा व्यक्तिले एकचोटि ट्रान्समा गएर केही राम्रो कुरा बोलेपछि अर्को दिनदेखि उसको घरमा हजुरलाई माता चढ्छ, अब हाम्रो समस्या समाधान गर्नुहोस् भनेर मानिसहरूको लाइन लाग्छ। अनि त्यो व्यक्ति बिस्तारै म त भगवानसँग कुरा गर्न मिल्ने माध्यम हुँ भन्न थाल्छ। अब पैसा आउन थाल्छ, इज्जत आउन थाल्छ। मानिसहरू डराएर, श्रद्धा गरेर वा आशा गरेर उसको अगाडि झुक्न थाल्छन्। यस्तो घटना नेपालमा मात्र होइन, बरु संसारभरि हुने गर्छ। अफ्रिका, भारत, इन्डोनेसिया, ल्याटिन अमेरिका जस्ता धेरै देशहरूमा पनि यस्तै हुन्छ। हिन्दू समुदायमा देवी आउँछिन्, चर्चमा होली स्पिरिट आउँछ, कतै पुर्खाको आत्मा त कतै सामनको शक्ति। त्यसैले प्रश्न उठ्छ, यदि घटनाहरू सबै ठाउँमा उस्तै छ भने यो कुनै एक धर्मको विशेष चमत्कार हो कि मानिसको दिमागको मनोवैज्ञानिक प्रतिक्रिया? मानिसहरू आफ्नो परिवारको समस्या, व्यापारको समस्या वा स्वास्थ्य समस्या लिएर आउँछन् अनि त्यो माथा चढेको व्यक्ति भन्छन्, रातिको 12 बजे एउटा कुखुरा काटेर चढाउनुस् वा परको रुखमा गएर एउटा किल्ला गाड्नुस्। अनि मानिसहरू पनि त्यही गर्छन्। अनि केही महिनापछि समस्या आफै समाधान भयो भने सबैजना यो सबै उहाँको शक्तिले गर्दा भएको हो भन्छन्। नेपालमा यो एउटा व्यापार बनेको छ, मानिसको, समाजको, विश्वासको व्यापार। कतिपय मानिसहरूले यो ट्रान्स स्टेटलाई समाजमा आफ्नो हैसियत बढाउन प्रयोग गर्छन्। एउटा साधारण मानिस जसलाई कसैले वास्ता गर्दैन थियो, एकचोटि ट्रान्स स्टेटमा गएपछि अचानक उसलाई देवीसँग कुरा गर्ने माध्यम भन्न थालिन्छ। अब गाउँमा उसको कुरा मान्न थाल्छन्, मानिसहरू उसलाई नमस्कार गर्न थाल्छन्, उसँग डराउन थाल्छन्। समाजले जब अत्याधिक विश्वास र अपेक्षा सिर्जना गर्छ, तब केही व्यक्तिले त्यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न सिक्छन्। तर एउटा महत्त्वपूर्ण कुरा, सबै ट्रान्स स्टेट नाटक हुँदैन। केही मानिसहरू साँच्चीकै ट्रान्स स्टेटमा पुग्छन्। उनीहरूको दिमागले वास्तवमै उनीहरूलाई अर्कै संसारमा पुर्याउँछ। उनीहरूलाई पछि केही याद हुँदैन, शरीर कमजोर हुन्छ र उनीहरूलाई यो अनुभव निकै वास्तविक लाग्छ। यसलाई अल्टर्ड स्टेट अफ कन्सियसनेस भनिन्छ। यो न त पूर्ण रूपमा झुटो हो, न त पूर्ण रूपमा चमत्कार। यो त हाम्रो दिमागको एउटा अनौठो क्षमता हो। जस्तै कहिलेकाहीँ हामीले सपना देख्छौँ, कहिलेकाहीँ डरले शरीर फ्रिज हुन्छ। त्यस्तै केही अवस्थामा दिमागले हामीलाई फरक यथार्थमा लैजान्छ। त्यसैले अर्को पटक जब तपाईँ कुनै महिला वा पुरुषलाई सो कल्ड माता चढेको देख्नुहुन्छ, तब एउटा प्रश्न सोध्नुहोस्, के यो व्यक्ति साँच्चीकै ट्रान्स स्टेटमा गएको हो कि आफ्नो फाइदाको लागि नाटक गरेको हो? किनकि दुवै सम्भव छ। अन्त्यमा सायद त्यो 10 वर्षको बालकले सोधेको प्रश्न नै सबैभन्दा महत्त्वपूर्ण थियो, त्यो व्यक्तिलाई के भएको होला?
र त्यो प्रश्न अझै पनि सान्दर्भिक छ।